ल ल ल ल ल ल ल ल ल पठाउन त अनि सल्टीलाई दिनु ल हैन अगाडि ल ल हाम्रो टेकिङको पछि कोही क्यामेराम्यान खाल्टा भित्र बाटो पनि थाहा हुनु पर्यो कस्तो हो भन्नु ल भिडियो चाहिँ बनेन भन्ने गरे के बने खाऊ ल साली यता हेर आहा तिमी धेरै चाँडै आऊ कि यति होलसित आऊ यार यति होलसित आऊ कि तिमी अघि अघि बिचरा पछि पछि मेरो पनि भिडियो बनाऊ है कता ए यता पो रहेछ म पनि छु है क्यामेराम्यान मेरोमा मात्रै भिडियो नआउने एउटालाई साडी सामान लगाएर एउटाले अन्यको ज्याकेट बोकेर कसरी झर्ने हो अघि नै दुगुरे होला भने चाहिँ हैन को म हैन तिमी यति आऊ मैले बान्दी थिए अब त आरेन लामा एलो लिएर हिँड्छ ला त मेरो यो ब्याग तल लैदेला ला त हजुर पनि तल आउनु मिल्छ आउनु आउनु लिएर हिँड्नेलाई पनि गाह्रो भयो के हेर्नु न भान्जा 1 2 3 4 5 लके अब यहाँ मिलेर जान्छ कता यतै ओ यहाँ माथि रहेछ अप्ठ्यारो भयो कि अब दुला हामी दिदी पनि पछि ल दुला त्यही ल यहाँ हुनुहुन्छ हाम्रो दुला खोइ छाता माथि गरौँ जाम माथि यो रोकेर जाने हो कि सबै यस्तो यो कसो हो यसो भन्नु न त्यही भनेको कि पछि अनि बाबा छ भने गएर चाहिँ धेरै लामो हुन्छ धेरै लामो हुन्छ सबै आन्टी ल तपाईँ जानुहोस् कि फेरि घन्टाको सुटिङ पनि राम्रो समय छैन क्या ल ल ल सबैको जुम गरेर आउँछ यताबाट कसले कति मेकअप लगाएको भोलि थाहा हुन्छ स्माइल किन लिएको र मैले लिएको होइन कि स्माइल आहा स्माइल स्माइल यस्तो पाइन्न पासपोर्ट लाग्छ यहाँ स्माइलको ल मम्मी स्माइल मुसुक हाँस्नु त
ल भान्जा भान्जाको मुस्कानी मिठो के हजुरको पनि के ल ल तिम्रो हेलो गाइज अर्को फेर म त्यसै गरी आउने छु अहिले त खास्ती गर्छु नि ल मामा हजुरको स्माइल ल सबै दामी आएको छ ल ल ल ल ल हजुरको पनि ल ल म लास्ट हुन्छु कि यस्तै गर्दा गर्दा तपाईँको फेरि कहिले निकाल्ने केही भएन स्माइल दिन पर्यो क्या सबैले ल बाबु लतिर पालो कहाँ त क्यामेरा गर्दा मोबाइल जुटाउने हो क्या ल ल ल है भाइको बेलामा त मुस्कानी छ कि केटाहरूको बिचमा ल ल ल ल ल मुसुक्क मुसुक्क हाँस्ने सबै ल बल्ल ठुलोमा देखिनु पुरा फिल्ममा हेरु जस्तो कि ठुलोमा फेरि सुनिल थापा जस्तो हो क्या हजुर एक नम्बरको फेरि ल ल ल ल ल ल मुसुक्क मुसुक्क हाँसेर जाने सबै ओहो ल ल ल अब हजुरको पालो ल मेरो पालो मास्क खोल्नु त देखिन यहाँ त ल म चाहिँ भाइ मुसुक्क मुसुक्क ल ल ल ल ल हजुरको भएन कि यहाँ त बल्ल हजुर ल ल ल ल यहाँ चाहिँ दुलाको ज्वाइँ ज्वाइँ ल चाहिँ भाइ यहाँ त मास्क खोल्नु पर्यो कि लाइसेन्स पासपोर्ट लाग्छ ल ल भ्याइ है अब